पनि बस्थ्यौँ। हाम्रो कार्यक्रम गर्न जाँदाखेरि हामीसँग पैसा नभएर हामी धर्मशालामा सुतेर पनि हामीले कार्यक्रमहरू गर्थ्यौँ। मदन दाइ र मैले 5 थरमा गएर नेपाल राष्ट्र बैङ्कमा काम गर्थेँ। म जेनेरेटर बोकाएर अनि 5 थर जाँदाखेरि खोलाको बगरमा हामी राति बास बसेर दर्शन ढुङ्गाको सिरानी राखेर हामी सुतेको थियौँ। त्यो किन भनेदेखि मदन दाइ र म सँगै गयो भनेदेखि एउटा प्रहसन बोल्ला कि एउटा हास्य व्यङ्ग्य बोल्ला कि भनेर हामीले काज मिलाएर हामी सँगै गएको थियौँ। पछि हामीले जीवनमा त्यो जसरी भ्यागुताले पुतली समात्नलाई जति उफ्रियो त्योभन्दा धेरै हामी उफ्रेको छौँ र हामीले हात हाल्दाखेरि त्यो ठाउँमा शून्यता थियो, के पनि थिएन, आम्दानीको स्रोतै हुँदैन थियो आर्टिस्ट भइसकेपछि। र त्यो शून्यतामा हामीले हाम्रो चिजलाई हामी प्रोफेसनल आर्टिस्ट बन्यौँ, हाइली पेड आर्टिस्ट बन्यौँ र अहिले हामी यस्तै गरिमामय संस्थाहरू छन्। हामी छानेर मात्रै हामी त्यो संस्थाहरू छिर्न पायौँ भनेदेखि हामी जथाभावी छिर्दैनौँ। र तपाईँहरूले जुन अहिले हामीलाई माया दिनुभएको छ, सद्भाव दिनुभएको छ, त्यो सबै हामीले सानो बेलादेखि गरेको एउटा पेन्सन हो। मदन दाइले जहिले पनि भन्नुहुन्छ कि ब्रान्ड मास्टर भएर आम्दानी हुने चिज भनेको हामीले जागिर खाएको भए हामीलाई रिटायरमेन्टको पेन्सन आउँथ्यो होला, तर यो चाहिँ हाम्रो पेन्सन भइरहेको छ अहिले। भनेपछि हामीले काम गरेको चाहिँ मैले अग्राफको रुख रोपेको जस्तो लाग्छ मलाई। अग्राफको रुख रोप्दाखेरि तुरुन्तै त्यसको प्रतिफल हुँदैन। अग्राफ नछिपिकन त्यसको पैसा आउँदैन, त्यसको काठको कुनै भ्यालु हुँदैन। र अग्राफ छिपिसकेपछि त्यो लाखौँ रुपियाँमा त्यो चिज बिक्री हुन्छ। त्यस कारणले हामीले अहिले मदन दाइ र मैले पनि जुन काम गऱ्यौँ त्यो अग्राफको रुख रोपेको जस्तो लाग्छ कि धेरै वर्ष 50औं वर्षपछि त्यसको प्रतिफल हामीले पाउन थालेको छ। र हामीले मदन दाइ र मैले धेरैवटा टेलिभिजनको प्रोग्रामहरू गऱ्यौँ, जुन प्रोग्राम गर्दाखेरि हामीलाई 1 पैसा पनि हामीलाई त्यसबाट उपलब्ध हुँदैन थियो। तपाईँहरूले अहिले 15 गते भने टेलिभिजनको नहेर्नु भएको कोही पनि मान्छे हुनुहुन्न होला, दसैँ भने पनि नहेर्नु भएको मान्छे हुनुहुन्न होला। धेरै हाम्रा सुर बेसुर लाल पूर्जा त्यस्ता चलचित्रहरू छन्, त्यसबाट हामीले 1 पैसा पनि कहिले पनि नाफा कमाउन सकेनौँ त्यो प्रडक्सन गर्दाखेरि। तर त्यसको प्रतिफल अहिले युट्युबबाट हामीलाई महिनै पछि के सानो रकम भए पनि पैसा आउन थालेको छ। त्यो बेलामा रोपेको रुखको प्रतिफल आज हामीले अहिले पाइरहेको छौँ। त्यस कारणले इमिडिएट तुरुन्तै हुन्छ। आज हाम्रो चाहिँ जे चिज पनि इन्स्टेन्ट नुडल जस्तो तुरुन्तै होस् भन्ने चाहना होइन कि तपाईँहरूले आफ्नो कामलाई निरन्तरता दिएर अगाडि बढ्न सक्नुभयो भनेदेखि एकदमै आफ्नो लक्ष्यमा पुग्न सकिन्छ। आज हामी मैलपुर सुरुवालमा धेरै मान्छे सजिएका छौँ, उभिएका छौँ। हाम्रो देशको आफ्नो संस्कृति वेशभूषा लगाएर हामी आएको छौँ र देशमा मैलपुर सुरुवाल लगाउने मान्छेहरूले यो लुगाको धेरै बदनाम गरेर दुरुपयोग गरिदिएको हुनाले आज हाम्रो देश पछाडि पर्यो भन्ने हामीलाई महसुस भइरहेको छ। त्यस कारणले हामी एउटा राष्ट्रको एउटा नेपालको नै प्रतिनिधित्व गरेर यहाँ विभिन्न वेशभूषा सांस्कृतिक झल्किने हामीले जुन पहिरन लगाएर आएको छौँ त्यसको हामी इज्जत राखौँ, मान मर्यादा गरौँ। र त्यो मान मर्यादाले गर्दाखेरि देशको विकासमा बिमाले असाध्यै ठुलो टेवा दिन सक्छ। म यहाँलाई त्यही शुभकामना टक्राउन चाहन्छु। अघि शिव सरले रिक्साको जोक, शिव सर अघि सरले रिक्साको जोक भन्नुभएको थियो।